सेवा नमस्ते। मेरो ब्लग हेरेर बस्नुभएको सम्पूर्णलाई फेरि पनि एकचोटि स्वागत छ मेरो ब्लगमा। सबैजनालाई हजुर सबैजना आराम कुशलै हुनुहुन्छ भन्ने आशा राख्दै आजको मेरो भिडियो सुरु गर्नु चाहन्छु। र आज चाहिँ मेरो खास भिडियोको टपिक भनेको चाहिँ त्यस्तो इम्पोर्टेन्ट टपिक त केही पनि छैन, तर एउटा कमन टपिक छ। जुन टपिक चाहिँ जुन विषय चाहिँ म हजुरहरू सामुने अस्तिदेखिको नै सेयर गरौँ भन्ने लागिरहेको थियो र आज ट्याक्कै सेयर गर्नु मन लागेर हजुरहरूको समक्ष फेरि पनि एकचोटि उपस्थिति भएको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। त्यो चारवटा विषय भनेको चाहिँ मलाई चाहिँ मेरो नजर र मैले देख्दा चाहिँ एउटा भयो गाडीहरू जुन बाहिरै राख्ने, जताततै बाटोको वरिपरि गाडीहरू राख्ने, र अर्को कुरा भनेको यहाँ भनेको अब सिक्का पैसा भन्छौँ नि, चान्चुने पैसाहरू नेपालमा भेटीसेटी अब चान्चुने सिक्का पैसा, खुजुरा पैसा भन्ने गर्छ। अनि यहाँ प्रशस्तै पाइन्छ र त्यो पैसाहरू पनि चलाउने गर्छ मान्छेहरूले युज टु अहिले पनि, होइन। त्यो दुईवटा भयो। अनि अर्को भनेको चाहिँ अचम्मै लाग्यो सुरुमा चाहिँ मलाई, होइन, अचम्मै लाग्यो। अब म पनि यहाँ बानी हुँदैछु, भइसकेको छैन, बानी पनि हुँदैछ। अनि अर्को भनेको 3 नम्बरमा भनेको चाहिँ मलाई यहाँको टोयलेट लाग्यो क्या साथीहरू। टोयलेट सार्वजनिक टोयलेटहरू तपाईँलाई जहीँतहीँ पाउँदैन, होइन, जहीँतहीँ पाउँदैन। अनि तपाईँहरूले अब घरबाट निक्लिनुभन्दा अगाडि चाहिँ पहिल्यै घरमै सबै कुरो गरेर निक्लिनु पर्ने हुन्छ, नत्र बाटोमा एकदम अवर पर्छ। त्यो 3वटा विषय भयो। अनि अर्को चौथो नम्बरमा भनेको चाहिँ यहाँ पानी पऱ्यो भने अब कुनै किसिमको अब ओत लाग्ने, जस्तो अब नेपालमा त पानी पऱ्यो भने जहीँ तहीँ कोही दोकानतिर, कोही फलाइचातिर, कोही कता ओत लाग्ने ठाउँ पानी पऱ्यो भने मान्छेहरू भिज्दैन नि त। यहाँ चाहिँ अब नर्मली पानी पऱ्यो भने भिज्ने कुनै ओत लाग्ने ठाउँै छैन। घरहरू पनि ठिक्क त्यो घरभित्र पसेपछि मात्रै जस्तो भनौँ न, घरभित्र पसे त भिज्दैन मान्छेहरू, होइन। अनि अब कि त आफ्नो घर नजिक हुनु पर्यो, अनि कि त त्यो घरको यहाँको चाहिँ फेरि घरको के भन्छ माथिको छतहरू चाहिँ त्यसरी एकदम लामो त्यो तरिकाले बनाएको हुँदैन। यहाँ त चिटिक जति घरलाई पर्ने आवश्यकता हुन्छ त्यो अनुसार बनाएको हुन्छ। अनि अर्को भनेको बस स्टपहरू चाहिँ तपाईँलाई जुन बस स्टप हुन्छ त्यहाँ सानो ठिक्कै मान्छे अट्ने तरिकाले बनाएको हुन्छ। अनि त्यो कुराहरू चाहिँ मलाई पहिल्यैदेखिको तपाईँहरूसँग सेयर गरौँ भन्दै आज बल्ल सेयर गर्ने मौका पाएर हजुरहरूलाई मेरो भोगाइ अनुसारको कुराहरू चाहिँ जस तपाईँहरूलाई सुनाएको हुन्। त अब त्यस्तो सुनाउनु पर्ने त छैन, त्यही पनि मलाई चाहिँ यस्तो भयो भन्ने हिसाबले चाहिँ हजुरहरूलाई भनेको। बाँकी कोही नेपालबाट कोही नेपाली दाजुभाइहरू, कोही नेपाली हाम्रो सेलिब्रेटीहरू आउँदै हुनुहुन्छ भने यस्तो रहेछ भन्ने कुराहरू चाहिँ मेरो भिडियोको मार्फतबाट पनि एउटा राम्रो सन्देश र राम्रो इन्फर्मेसन जाओस् भन्ने हिसाबले चाहिँ म यो कुराहरू हजुर सामने राखेको हो। अनि हुन त यहीँ बस्ने नेपालीहरूलाई त अब युज टु भइसकेको छ, उहाँहरूलाई त अब कसरी चल्ने, कसरी के गर्ने भन्ने कुराहरू जानिसक्नुभएको छ, सिकिसक्नुभएको छ। तर जो मान्छेहरू नेपालबाट आउनुभएको छ, पहिला आउँदै हुनुहुन्छ यहाँ र आउने हुनुहुन्छ, त्यसको लागि चाहिँ सायद मेरो भिडियो हेर्ने मान्छेहरूलाई चाहिँ अलिकति सन्देश
सन्देशमूलक हुन्छ भन्ने आशा गर्छु। त्यही भएर मैले यो कुराहरू हजुर सामने सेयर गरेको। यताको बस स्टप यस्तो हुन्छ साथीहरू, हेर्नु यस्तो हुन्छ। अनि एउटा सानो मात्रै हुन्छ, अनि धेरै ठुलो पनि हुँदैन। अब यहाँ लगभग त्यही 4 जना 5 जना अट्ने खालको हुन्छ। अनि तपाईँलाई यता माथिपट्टि चाहिँ ठिक्कैको मान्छे अट्ने खालको मात्रै हुन्छ, त्यस्तो ठुलो खालको हुँदैन। यस्तो हुन्छ, यस्तो खालको हुन्छ। यहाँको बाहिरपट्टि धेरै आएको हुँदैन, त्यसले गर्दा पानी परेको टाइममा चाहिँ पानीले लुत्रुक्कै भिजाइहाल्छ। यस्तो हुन्छ साथीहरू। हुन त यहाँ चाहिँ अब सबै यस्तै टाइपको हुँदैन, ठाउँ ठाउँमा चाहिँ अलग अलग हिसाबले हुन्छ। अनि यस्तो खालको हुन्छ यहाँ चाहिँ बस स्टप, सानो खालको चिटिक्क परेको। अनि साथीहरू यसरी नै घर बाहिर नै यसरी नै गाडीहरू राखेको हुन्छ। प्रत्येकले घर बाहिर क्या अब प्रत्येक मान्छे अनुसार घरै पछि गाडी नै गाडी हुन्छ। अनि त्यो कारणले गर्दा पनि हो, अनि गाडी नै गाडी भएको हुन्छ। मलाई चाहिँ पहिलाचोटि चाहिँ कस्तो लागेको थियो, तर घरै बाहिर यसरी गाडीहरू राखिन्छ। यहाँ चाहिँ युकेमा जताततै गाडी नै गाडी बाहिरै क्या, मेन बाटोतिर मेन हाइवेकोतिर रहेको हुन्छ। अनि यो चाहिँ राख्नुको मुख्य कारण चाहिँ मैले बुझ्दाखेरि, मेरो बुझाइअनुसार यहाँ पार्किङहरू त ठुल्ठुलो पार्किङहरू त हुन्छ, तर पार्किङ चार्ज पनि धेरै पनि लाग्ने हुन्छ। र धेरै जस्तो मान्छेहरूले अब सपिङ गर्नु जाँदा या बाहिरतिर नर्मली जाँदाखेरि चाहिँ अब पार्किङहरूमा नै पार्किङ चार्ज अनुसारै तिरेर राखेको हुन्छ। तर सधैँभरि अब त्यो बाहिर जाने समय पनि हुँदैन र बाहिर जाने काम पनि हुँदैन हैन। अनि त्यसले गर्दा चाहिँ मान्छेहरूले घरमै राख्ने गर्छ। अब घरमा प्रायः मान्छेको कुनै ठाउँमा स्पेस हुन्छ, यसरी जग्गा हुन्छ गाडी राख्नेहरू हैन। त्यो जसको यसको जग्गा छ त्यो मान्छेले त अब घरमै राख्छ, बाहिरै राख्छ। जसको अब जग्गा छैन, खालि एउटा दुईटा गाडी मात्रै अट्ने हुन्छ, तिनीहरूले चाहिँ यसरी बाहिर राखेको हुन्छ गाडीहरू हैन। अब मान्छे पछि गाडी नै गाडी हुन्छ यहाँ। त्यो आफ्नो घरमा पार्किङ एरियाको समस्याले गर्दा पनि र प्रत्येक घर र प्रत्येक मान्छे अनुसार गाडी भएको कारणले गर्दा पनि यसरी बाहिर नै राख्ने रहेछ मान्छेहरूले गाडी। अनि यो चाहिँ पहिला मलाई आउँदै अनौठो लागेको थियो, तर यो अहिले युज टु भइसकेँ म पनि हेरी। अनि त्यो रहेछ साथीहरू। यसरी हेर्नुहोस् न, गाडीहरू सबै बाहिर राखेको हुन्छ। लामो गाडीहरू, काम गर्ने कुनै होटलको गाडीहरू, कुनै डेलिभरी सामानको गाडीहरू, तपाईँलाई युकेभरि जताततै बाहिर यसरी गाडीहरू देख्न सक्नुहुन्छ। साथीहरू यहाँ चाहिँ यसरी नै बाहिर राखेको हुन्छ गाडीहरू। यहाँ चाहिँ एउटा BMW को गाडी। अनि यहाँ चाहिँ कस्तो हुन्छ भने तपाईँलाई इन्टरनेसनल मार्केटमा आफ्नै नाम कमाइसकेको कार र साधारण कारहरू पनि पाइन्छ। यसरी बाहिरै यहाँ टेस्लाको कार छ। अनि यसरी राखिने गरिन्छ बाहिरै सबै गाडीहरू। अनि सुरुमा त अलिकति हेर्दा कस्तो अप्ठ्यारो लागेको थियो, तर अब चाहिँ हेर्दा बानी भइसकेको छ मलाई पनि। अनि तपाईँहरूलाई साधारण कारदेखि लिएर इन्टरनेसनल कारहरू यसरी नै बाहिर राखिन्छ, जुनै पनि गाडीहरू। अनि अब हाम्रो उतातिर चाहिँ गाडीहरूको कस्तो हुन्छ भने एउटा इम्पोर्टेन्ट गाडी, एउटा इन्टरनेसनल मार्केटमा नाम कमाइसकेको गाडीहरू देख्यो भने वाउ कस्तो टाइपको हुन्छ। यहाँ चाहिँ एकदम नर्मल, त्यस्तो कुनै टाइपको वाउ केही छैन हैन। यसरी हेर्न सक्नुहुन्छ, मर्सिडिज बेन्ज यहाँ छ। अनि यसरी एकदम ब्रान्डेड गाडीहरू राखेको हुन्छ बाहिर नै यसरी नै।
यो एउटा नर्मल नै हो। यहाँ कियाको छ एउटा, अनि यहाँ एउटा फेरि पनि BMW को गाडी र सबै गाडीहरू यसरी राखेको हुन्छ दुई साइडमा नै। यो एउटा यहाँको चाहिँ भनौँ न एउटा सर्वसाधारण मान्छेहरूले भोगिसकेको र जस यो कुराहरूलाई चाहिँ उहाँहरूले चाहिँ सबै अप्नाइसकेको रहेछ। यहाँ चाहिँ एउटा टेस्ला कम्पनीको कार है, यसरी बाहिर नै राखेको हुन्छ र यसरी चारैतिर तपाईँहरू कार राखेको देख्न सक्नुहुन्छ। यसरी दुई साइडमा नै यसरी राखेको हुन्छ। यो भनेको चाहिँ यहाँको लागि चाहिँ एकदमै भनौँ न नर्मल नै भइसकेको छ। तपाईँलाई युके को कुनै पनि कुना कुनै पनि गल्लीमा यसरी नै देख्न सक्नुहुन्छ तपाईँले गाडीहरू जताततै। यो ल्यान्डमा पनि यसरी नै हेर्नु साथीहरू, यहाँ पनि मर्सिडिजको कार छ यहाँ यसरी बाहिरै राखेको छ। अनि यस्तै लाइनहरू परसम्म छ साथीहरू, जहीँ त्यही बाहिरसम्म नै छ यसरी राखेको हुन्छ गाडीहरू। यहाँ एउटा ओडीको कार छ, ओडी र यसरी गाडीहरू चाहिँ तपाईँहरूलाई उहाँ हाम्रो नेपालमा चाहिँ एउटा इन्टरनेसनल ब्रान्डको कारहरू नभएको होइन, छ धेरै प्रशस्त मात्रामा छ। तर जसरी यहाँ हामीले युकेमा लन्डनमा बाहिर यसरी राखेको देख्न पाइन्छ, त्यहाँ नेपालमा कम नै पाइन्छ। अनि यस्तो यहाँ गाडीहरू बाहिर राख्नुको कारण पनि मैले तपाईँहरूलाई पहिला मेरो हिसाबले चाहिँ मैले जाने अनुसार चाहिँ अलिकति पार्किङको असुविधाको कारणले गर्दा जुन घरको जुन डिजाइन हुन्छ यहाँ चाहिँ ठिक्कै एउटा घर बराबर यसरी सानो सानो स्पेस रहेको हुन्छ बाहिर क्या। अब यसमा चाहिँ अब नर्मली एउटा गाडी मात्रै आउँछ, अनि बाँकी प्रत्येक व्यक्ति पछि एउटा गाडी हुन्छ। त्यसैले गर्दा चाहिँ यसरी बाहिर नराखेको कुनै अर्को विकल्पै छैन गाडीहरू। अनि र यताको घरको डिजाइनहरू चाहिँ जति पनि घरहरू छ धेरै जस्तो यस्तो हुन्छ। नेपालमा जस्तो पुरा गेट सेट बनाएर कुनै त्यसरी आफ्नो गाडीहरू राख्ने त्यस्तो खालको प्राइभेट हुँदैन, यहाँ सबै डिजाइन नै यस्तो खालको हुन्छ। त्यही कारणले गर्दा पनि यसरी गाडीहरू प्रशस्तै बाहिर राखेको देख्न सकिन्छ तपाईँहरूले। र यसरी नै प्रत्येक गाडीहरू तपाईँले यसरी बाहिर राखेको देख्न सक्नुहुन्छ यहाँ युके लन्डनमा चाहिँ। अनि तपाईँले इन्टरनेसनल ब्रान्डदेखि लिएर हाम्रो नर्मल गाडीहरू प्रशस्तै मात्रामा बाहिर राखेको देख्न सकिन्छ। र यो चारवटा कुराहरू चाहिँ मैले पहिल्यैदेखिको हजुरहरूसँग सेयर गर्नु भन्ने सोचाइमा थिएँ, तर आज आएर त्यो सोचाइ पनि पुरा भयो। अनि र अर्को भनेको पानीहरू परिहाल्यो भने कि त तपाईँलाई ठुलो महलभित्र हुनुपर्छ, कि त कुनै रेस्टुरेन्ट कुनै होटेलमा गएर खानाहरू खाँदै गरेको हुनुपर्छ, नत्र यहाँ पानीले लुत्रुकै भिजाइन्छ। हाम्रो नेपाल जस्तो ओत लाग्ने ठाउँहरू पाइँदैन। कि त तपाईँले पानी परिहाल्यो भने पनि आसपासमा कुनै सपिङ मल या कुनै होटल थियो भने चाहिँ त्यहाँ गएर भिज्नुबाट, पानी परेको टाइममा भिज्नुबाट बस्नु सकिन्छ होइन। त्यो भयो। र अर्को कुरा भनेको तपाईँलाई यहाँ कुनै पनि के अरे बसमा या कुनै पनि मलमा, कुनै सपिङ मलमा या कहीँ पनि जाँदाखेरि अब हाम्रो नर्मली अब त्यो सिक्काहरू पैसाहरू चल्दैन होइन। अनि यहाँ चाहिँ अहिले पनि अब 4 आना 8 आनादेखि लिएर हरेक पैसाहरू अहिले पनि यहाँ चलन चल्तीमा रहेछ।
यस्तो सिक्का पैसाहरू साथीहरू ए हेर्नुहोस् सिक्का पैसाहरू यहाँ युकेमा अहिले पनि प्रशस्तै चल्छ। तपाईँले बसमा जाँदा या सब्जी किन्नु जाँदा या कहीँ पनि बाहिर निक्लिँदाखेरि अहिले पनि यहाँ यस्तो भेटी पैसाहरू चल्छ। हाम्रो नेपालमा चाहिँ भेटी पैसाहरू लोप हुँदै गइरहेको अवस्था छ, हराउँदै गइरहेको अवस्था छ। यस्तो हुन्छ साथीहरू, यहाँ चाहिँ अहिले पनि चल्छ। अनि साथीहरू पानी परेको खण्डमा चाहिँ कि तपाईँ घरभित्रै भएको हुनुपर्छ, काम नभई या बिदाको टाइममा घरमै बसेको हुनुपर्छ, कि त पानी परेको अवस्थामा चाहिँ यस्तो ठुलो यो मेट्रो स्टेसनमा भयो भने चाहिँ बस्नु सजिलो हुन्छ। यहाँ चाहिँ ओत लाग्ने ठाउँ पनि छ। यो चाहिँ यहाँको मेट्रो स्टेसन हो। यस्तो ठाउँमा चाहिँ पानी परिहाल्यो भने चाहिँ जो समस्या हुँदैन, भिजिँदैन। नर्मली घरमै बसेको मान्छेहरू त अब काम नभएको मान्छे त घरमै हुन्छ, तर बाहिर निक्लेपछि चाहिँ ओत लाग्नु साह्रो पर्छ साथीहरू यहाँ चाहिँ। अनि अर्को कुरा भनेको फेरि यहाँ चाहिँ टोयलेट हुँदैन तपाईँलाई। टोयलेट चाहिँ तपाईँलाई गर्नुको लागि या त कुनै रेस्टुरेन्टमा या ठुलो रेस्टुरेन्टमा गएर चाहिँ खाना खाएर अनि मात्रै त्यहाँ तपाईँले टोयलेट गर्नु पाउनुहुन्छ। नत्र भने बाहिर एकचोटि निक्लिसकेपछि साह्रो छ साथीहरू टोयलेट गर्नु। यस्तै छ। यताको बस स्टप हेर्नुहोस् साथीहरू, यताको बस स्टप यस्तो हुन्छ। एकदम सानो हिसाबले बनाएको हुन्छ। अनि यहाँ चाहिँ अब नर्मली अब बस आएको टाइम टेबल मात्रै निक्लिन्छ मान्छेहरू। पहिला निक्लेर बसेको हुँदैन, 2 जनादेखि लिएर 3 जना आँट्ने मात्रै हुन्छ बस स्टप पनि। हेर्नुहोस् यस्तो खालको हुन्छ। अनि आजकल योभन्दा अगाडिको भिडियोमा मैले पहिला भनेको थिएँ मौसम एकदम खुलेको अवस्था छ। अनि घाम पनि आजकल मजाले दिनभरि नै लागिरहेको हुन्छ र एकदम मौसम एकदम राम्रो छ। र सबैतिर जस घाम लागेर मान्छेहरू आफ्नो आफ्नो काममा हिँड्नेहरूदेखि लिएर सबै आफ्नो आफ्नो जीवन चलाउनुमा व्यस्त छ मान्छेहरू। आशा छ हजुरहरूलाई आजको भिडियो मन पर्यो होला भनेर। र मेरो भिडियो मन पर्यो भने लाइक, सेयर अनि सब्सक्राइब गर्नु होला र कमेन्ट पनि गर्नु होला। हजुरहरूको यो सानो एउटा प्रयासले गर्दा मलाई अर्को भिडियो बनाउने थप हौसला मिल्नेछ भन्दै आजको भिडियो म यहीँ एन्ड गर्न चाहन्छु। सेवा सबैजनालाई। अनि अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजको ब्लग म यहीँ एन्ड गर्न चाहन्छु। हस् त।